2025 सकेर अब 2026 सुरु हुँदैछ। 2025ले चाहिँ मलाई धेरै कुराहरू सिकाएको छ, जसमध्ये 5वटा औँलामा गर्न सकिने कुराहरू के सिकाएको छ भन्दाखेरि चाहिँ नेभर अट्याच टु एनी पर्सन, प्लेस अर मटेरियल थिङ्स। जिन्दगीमा कहिले पनि केही वस्तु, व्यक्ति वा ठाउँसँग चाहिँ लगाव त्यति धेरै पनि नराख्नु। त्यस्तै गरी दोस्रो कुरा छ जिन्दगी सिकाएको कि जहिले पनि ब्याकअप प्लान लिएर चल्नु। यो चिज भएन भने चाहिँ यो गर्छु भन्ने हिसाबले चाहिँ प्लान बी लिएर चल्नु, इमर्जेन्सीमा काम लाग्छ। र अर्को तेस्रो कुरा छ आम्दानीको जहिले पनि एउटा होइन 3-4वटा जति सकिन्छ आम्दानीको नयाँ बाटोहरू चाहिँ निकाल्नु, आम्दानीको नयाँ बाटोहरू चाहिँ खोज्दै जानु र त्यसमा मेहनत गर्दै जानु। किनभने एउटा मात्र विकल्प छ भने चाहिँ आम्दानी एउटा मात्रै सोर्स छ, तर पनि खर्चको त 10औँ अथवा 15-20औँ नयाँ तरिकाहरू छन् भनेदेखि हामी गरिबबाट सिर्फ एक कदम मात्रै टाढा हुन्छौँ। त्यो केसमा चाहिँ जहिले पनि आम्दानीको जति सक्दो धेरै स्रोतहरू खोज्नुपर्ने हुन्छ। 2025ले सिकाएको चौथो अर्को महत्त्वपूर्ण कुरा छ तपाईको मनको शान्तिभन्दा ठुलो कुरा केही पनि हुँदैन। कुनै पनि सम्बन्ध, कुनै पनि काम, कुनै पनि संस्था, कुनै पनि व्यक्ति उसँगको सम्बन्ध कहिले पनि तपाईको मनको शान्ति, तपाईको वृद्धि विकासभन्दा अगाडि कोही पनि हुँदैन। यो कुरालाई चाहिँ एकदम मनन गरेर राख्नु होला हैन। मैले पनि यो महत्त्वपूर्ण पाठ चाहिँ 2025मा सिकेको छु। अनि अर्को कुरा 2025ले सिकाएको अन्तिम 5औँ तर महत्त्वपूर्ण कुरा के छ भनेपछि तपाईले जति सोच्नु छ नि म जस्तो छु भन्ने सोच्नु छ नि हजुर त्योभन्दा धेरै शक्तिशाली हुनुहुन्छ। कुनै व्यक्तिको तपाईप्रतिको कमेन्टले तपाईको शक्तिलाई, तपाईको ताकतलाई कहिले पनि डिसाइड गर्दैन। त्यो कहिले पनि हुन नदिनु होला। तपाईहरु जे हुनुहुन्छ तपाईहरु एकदम सही हुनुहुन्छ र तपाई शक्तिशाली हुनुहुन्छ। कुनै व्यक्तिको ले भनेको कुराले, उसले तपाईप्रति बनाएको पर्सपेक्टिभले, विचारले, धारणाले तपाईको स्ट्रेन्थलाई कहिले पनि डिसाइड गर्दैन। तपाईको शक्तिलाई, तपाईको ताकतलाई, तपाईको पर्सनालिटीलाई कहिले पनि डिसाइड गर्दैन। अनि 2025ले तपाईहरुलाई चाहिँ के कुरा सिकाएको छ त? तपाईहरुले 2025मा सिकेका कुराहरु चाहिँ कमेन्टमा राख्नु होला।